यहाँहरू सम्पूर्णलाई नमस्कार। एग्री वर्ल्ड युट्युब च्यानलमा स्वागत छ। योभन्दा अघिल्लो सामग्रीमा म तपाईहरुलाई कैलाश पर्वत तथा मान सरोवर ताल दर्शन गर्ने यात्राको आदि अंश शेयर गरेको थिएँ भने अब उक्त यात्राको पूरा अंश यो सामग्रीमा शेयर गर्न जाँदैछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। नामखादेखि करिब 5 घण्टा गाडीमा यात्रा गरिसकेपछि हामी तुमलिङ पुग्छौं र तुमलिङदेखि करिब 2 घण्टाको यात्रा तय पश्चात हामी हल्जी गाउँ पुग्छौं। हल्जी गाउँमा एक रात बसिसकेपछि हामी हल्जी गाउँलाई नजिकैदेखि निहाल्यौं र त्यहाँको समुदायको बारेमा राम्रोसँग हेर्ने र बुझ्ने मौका पायौं। हाम्रो यात्रा चाहिँ कैलाश पर्वत तथा मान सरोवर ताल दर्शन गर्ने थियो। यसकारण हामी फेरि हल्जीदेखि पुनः तुमलिङ नै फर्क्यौं र तुमलिङमा एक रात बास बसिसकेपछि हाम्रो बिहानी पखको यात्रा फेरि कैलाश पर्वतको लागि अगाडि बढ्यो। तुमलिङदेखि करिब 2 घण्टा गाडीमा यात्रा गरिसकेपछि हामी कैलाश पर्वत तथा मान सरोवर ताल दर्शन गर्ने नेपालको अन्तिम सीमासम्म पुग्छौं, जसलाई लिमी उपत्यका अन्तर्गतको लाप्चा भनेर चिनिन्छ। हेलो, गुड मर्निङ एभ्रिवान। हामी कैलाश पर्वतको यात्रा गर्दै गर्दा हिजो साँझ बास बसेको ठाउँ हो यो। न्यानो चिया छ, तातो चिया छ, जसले हामीलाई न्यानो बनाइरहेछ। यो होटलको नाम चाहिँ के रहेछ? होटलको नाम चाहिँ होटल माफम युचो। ओके, होटल माफम युचो। करिब 4000 मिटर भन्दा अग्लो हाइटमा चाहिँ 4200 रहेछ, 4200 होइन, लगभग 4200 मिटरको हाइटमा चाहिँ यो होटल रहेछ। यहाँको सराउन्डमा एकदम ठुलो पहाडहरू छ अनि जुन होटल छ यो होटलको सराउन्ड चाहिँ अलिकति चारैतिर त्यही पहाडले घेरेको र केही सम्म भ्याली टाइपको चाहिँ ठाउँ छ। यो लिमी अन्तर्गत पर्छ। लाप्चा जाने वेमा चाहिँ हामी भेट्छौँ। धेरै होटलहरू हामीसँग यहाँ अप्सन छैन, जस्तो एउटा माफम होटल हिजो हामीसँग अप्सनमा थियो र हिजोको रात चाहिँ हामी यही बास बस्यौँ। हेलो साथीहरू, म नामखा गाउँपालिका अन्तर्गतको वार्ड नम्बर 6 हल्जी गाउँमा छु अहिले। हल्जीको एउटा यहाँको समुदायको धार्मिक आशाको केन्द्रबिन्दु अथवा यहाँको जुन हाम्रो बुद्धिज्म धर्मावलम्बीहरू हुनुहुन्छ, बौद्धिस्ट धर्मावलम्बीहरूको एउटा धार्मिक धरोहरको रूपमा रहेको शताब्दी पुरानो तपाईहरुले यो ब्याकग्राउन्डमा देखिरहनु भएको छ गुम्बा। र आज हामी यो हल्जीमा आइसकेपछि हामी यही गुम्बा परिसरभित्रैको गेस्ट रुममा चाहिँ हामी यहाँ बास बस्यौँ। एकदमै आनन्ददायक, पिसफुल र रमणीय प्रकृतिले चाहिँ ढाकेको छ यो गुम्बालाई र शताब्दी पुरानो लामो इतिहास बोकेको चाहिँ गुम्बा हो यो। र आजको रात चाहिँ हामी यहाँ काट्ने सौभाग्य हामीलाई मिल्यो। म तपाईहरुलाई यो गुम्बा परिसर सर देखाउँछु, हेरौँ है त कस्तो छ। गुम्बा परिसर हो, यहाँ चाहिँ तपाईँले सक्नुहुन्छ बिचमा अशोक स्तम्भ सहितको यो गुम्बाको परिसर एकदमै रमणीय, पुरातात्विक र लामो इतिहास बोकेको चाहिँ गुम्बा हो। हामी चाहिँ यो गेस्ट रुममा चाहिँ बास बस्यौँ र अब चाहिँ म यहाँदेखि निस्किँदैछु।
दिइरहेको छ। ओके, यो चाहिँ ग्राउन्ड फ्लोर हो। ग्राउन्डदेखि चाहिँ हामी गुम्बालाई यसरी हेर्न चाहिँ सक्छौँ। नमस्कार, म आज लिम्बी उपत्यका अन्तर्गत लाप्चा भन्ने ठाउँमा छु र मेरो पृष्ठमा आज तपाईँहरूले देख्दै हुनुहुन्छ मान सरोवर ताल र कैलाश पर्वत। यो नेपालको हामीले दर्शन गर्न पाउने अन्तिम सिमाना हो। यहाँभन्दा नजिकै हामी नेपालको सिमाना सकिन्छ र चाइनाको सिमाना चाहिँ सुरु हुन्छ र पृष्ठमा तपाईँहरूले देख्दै हुनुहुन्छ मान सरोवर ताल र त्योभन्दा ठ्याक्कै माथि कैलाश पर्वत, जहाँ चाहिँ शिव र पार्वतीको बसोबास रहेको स्थान, एउटा पवित्र स्थानको रूपमा चाहिँ हामीले लिइन्छ। आज हामी नाम्का गाउँपालिकादेखि यो पवित्र स्थानमा चाहिँ दर्शन गर्न आइरहेको छौँ र आज मौसम पनि एकदम खुलेको छ। यहाँदेखि हामीले प्रष्ट रूपमा कैलाश पर्वत पनि देख्न सकिन्छ र मान सरोवर ताल चाहिँ टिलपिल यहाँदेखि टल्किरहेको पनि हामी देख्न सक्छौँ। र यहाँदेखि हामी दर्शन गर्ने यो अन्तिम सीमा हो। यहाँ पछाडि चाइनाको सीमा प्रारम्भ हुन्छ भने नेपालको सीमा चाहिँ समाप्त हुन्छ। यहाँ नजिकै हामी चाइनाको बोर्डर देख्न सक्छौँ भने अहिले हामी यो परिसरमा चाहिँ दर्शन गर्ने कार्यक्रममा चाहिँ व्यस्त छौँ। यहाँको धार्मिक आस्थाको प्रचलन अनुसार मैले यो लुङतारमा तिब्बतियन अक्षरमा चाहिँ म लगायत मेरो पारिवारिक सदस्यको नाम मैले यहाँ चाहिँ लेखाएको छु। यो नाम लेख्न सहयोग गर्नुभएको छ हाम्रो वडाध्यक्षज्यूले चाहिँ। यो तिब्बतियन ल्याङ्ग्वेजमै उहाँले चाहिँ मेरो लगायत मेरो परिवारको सदस्यहरूको चाहिँ नाम यहाँनिर उल्लेख गरिदिनु भएको छ। यहाँको आस्था अनुसार मैले चाहिँ यो लुङतारमा अब नाम ल्याइसकेपछि यहाँको स्तम्भको सबैभन्दा माथिल्लो स्थानमा चाहिँ मैले यसलाई अब झुन्डाउनु पर्नेछ। म चाहिँ यसलाई अब झुन्डाउन जाँदैछु।
लिमी उपत्यकामा अवस्थित यो लाप्चादेखि हामी दर्शन गर्ने क्रममा यहाँ एउटा आस्था छ। हुन त यो बौद्ध, जैन र हिन्दू तीनवटा धर्मावलम्बीहरूको आस्थाको केन्द्रबिन्दु पनि हो र यहाँ दर्शन गर्ने एक किसिमको फरक सिस्टम छ, एउटा फरक आस्था छ। यहाँ हामी देख्न सक्छौँ यो जुन बाँधिएको छ एउटा स्तम्भको वरिपरि बाँधिएको जुन कपडा तपाईँले देख्नुहुन्छ यसलाई हामीले लुङतार भन्छौँ। यहाँको आस्था के छ भने दर्शन गर्न आउने धर्मावलम्बीहरूले यो लुङतारमा चाहिँ आफू लगायत आफ्नो परिवारको नाम लेख्ने र त्यो लेखिसकेपछि हामीले यहाँ चाहिँ यिनीहरूलाई यसरी झुन्डाउने चाहिँ चलन छ र यसलाई चाहिँ जति सक्दो यहाँको स्थानमा जुन स्तम्भ हामी देखिरहेछौँ यसमा चाहिँ अग्लो स्थानमा चाहिँ यसलाई झुन्ड्याउने यहाँको प्रचलन छ। यति गरिसकेपछि हामीलाई हाम्रो चाहिँ अब यो आस्था पश्चात चाहिँ हाम्रो गुड लक सुरु हुने अथवा हाम्रो गुड फेभरको लागि चाहिँ काम हुने एउटा आस्थाको साथ हामी यो काम चाहिँ यहाँनिर गर्छौँ। यसरी लुङताङमा यो परिवारको सदस्य र आफ्नो नाम लेखेर यसरी झुन्डाइसकेपछि हाम्रो गुड लक, हाम्रो गुड फेभर सुरुवात हुने यहाँको एउटा आस्था रहेको छ। यो काम हामीले गरिसक्यौँ। अब म तपाईँहरूलाई यहाँको परिसर सरर देखाउने छु। एकदम मनोरम दृश्य छ। यो हाइटमा पनि छ र त्यति चिसो पनि छैन, किन भन्दा चहकिलो घाम लागेको छ, न्यानो इन्भाइरोमेन्ट छ र हामी यो ठाउँको एकदमै धेरै मजा लिँदैछौँ।